हेलो गाइज वेलकम ब्याक टु माई च्यानल है। आज हाम्रो फ्राइडे छुट्टी भएर चाहिँ हामीले सोच्यो कि आज मालिया जाऊ। आज मसँग हुनुहुन्छ है गाइज। अहिले हामी मालियाको ब्लग बनाउँदा बनाउँदा हामी पनि युट्युबर होइन, अनि एउटा इन्डियाको भाइ छ ऊ पनि युट्युबर नै। ल गाइज हामीले शर्मा पनि अर्डर गरिसकेको छौँ होइन। यस्तो छ है शर्मा मात्र इलिगल भएको छ है गाइज। 500 केडीसम्म फाइन लाग्छ। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल है। आज हाम्रो फ्राइडे छुट्टी भएर चाहिँ हामीले सोच्यो कि आज मालिया जाऊ। आज मसँग हुनुहुन्छ विशाल मामा पनि। अनि मामा आज मालियातिर जानु। मालिया तर मालिया चाहिँ यस्तो छ कि धेरै कुवेतको चाहिँ अन्डर रेटेड ठाउँमा मान्छेहरू धेरै आउने गर्छ मालियामा। तपाईँको इन्डियन भयो, बङ्गलादेशी भयो होइन, नाइजेरियनहरू भयो, फिलिपिनीहरू आउँछ। तर लास्ट चाहिँ भिड हुन्छ। जति कुवेतमा अरू ठाउँमा नभन्दा नि तपाईँको प्रायः मैले मालियामा भिड देख्छु है मामा। मालिया बबाल ठाउँ छ कि चिल टाइपको ठाउँ चाहिँ जानुपर्छ। नेपाली छ, नेपाली हेर्ने मालियामा जानुपर्छ आजको दिन। तर उता गएपछि कतिको के रमाइलो हुन्छ। मैले पनि एकचोटि मात्र मालिया गएको छु होइन। अब सोचेँ कि यो दोस्रो पल्ट जाऊ भनेर। 1 वर्षमा म मालिया एकचोटि मात्र गएँ क्या अस्ति। के भन्नु जाने अब के बसले जाने आज? बसमै जाने। ए ल गाइज है हामी अब बसले जान लागेको मालिया। अनि त्यहाँ गएर हामी तपाईँले उताको फर्दर अपडेट छरिदिन्छु ल। बाई गाइज। है गाइज हामी मालियातिर पनि अहिले पुग्न लागिसक्यो। अहिले हामी बेनी दरगाहतिर पुग्न लागेको छौँ अहिले। तर आज सनसेटको नजारा पनि कस्तो मजाको देखेको हौ सिटीबाट चाहिँ है मामा। सनसेटको नजारा कस्तो मजाको देखेँ कि। Starting a new day, burning a flame, giving me faith to pray. The stories unfold, storms keep on twisting me, but I've got it all. यहाँ चाहिँ हाम्रो के छ है, तपाईँलाई गोल्डहरू किन्नु छ भने यहाँ आएर किन्दा हुन्छ। अनि कन्ट्याक्ट गर्नु छ भने म डिस्क्रिप्सनमा उहाँको नम्बर, मामाको नम्बर छोडिदिन्छु है। पसलेको नम्बर हालिदिन्छु। अनि इफ तपाईँलाई उहाँसँग पनि जाने इच्छा छ भने म मामासँग पनि जान सक्नुहुन्छ होइन। म मामाको नम्बर पनि डिस्क्रिप्सनमा छोडिदिन्छु। हो गाइज हामी मालियाको फेमस ब्रिजमा पनि आइसकेको छौँ। मालियाको चाहिँ यो फेमस ब्रिज हो है। म तपाईँलाई देखाउँछु है। यताबाट चाहिँ यसरी छ मालियाको फेमस ब्रिज भनेर। मामा अनि कहाँ जानु हुने अहिले? मालिया भन्ने यही त हो नि। मालिया फेमस ब्रिज मालियाको चाहिँ यही हो कि। अनि कि गाइज हामी त सी साइड जाने प्लान गरिरहेको छौँ। तर म एकचोटि मात्र आएको, त्यो पनि गाडीले आएको थियो। अनि एक्सपेक्ट थिएन कि जान्छु भनेर। मालियाको चाहिँ पुल हो है। हामी भनेको हामी सी साइड जाने हो कि म एकचोटि मात्र आयो, त्यो पनि गाडीले आएँ होइन। अनि गाडीले आएपछि मलाई बाटो थाहा परेन। अहिले एकचोटि मान्छेलाई हामी सोध्छौँ पनि अहिले कहाँ जाने भनेर। त्यहाँ गइसकेपछि म तपाईँलाई त्यहाँ भन्छु है गाइज। ल गाइज उता गएर भेटौँला अहिले है गाइज। हामी मालिया पनि आइसकेको छ होइन। यो चाहिँ मालियाको फेमस ठाउँहरू हो। यहाँ चाहिँ तपाईँको छुट्टीको भएको दिनहरू चाहिँ मान्छेहरू टन्नै आउने गर्छ। तपाईँ मेरो पछाडि पनि देख्न सक्नुहुन्छ कति भिड छ भनेर। छुट्टी भएको बेला चाहिँ मान्छे आउँछ, फ्यामिलीसँग आउँछ, साथीभाइहरूसँग आउँछ, एक्सप्लोरहरू गरेर आउँछन्। यहाँ चिया खाजा पनि खान आइरहेको छ। त्यही भएर चाहिँ हामी पनि अब चिया पसलतिर लाग्यो भनेर हामी अहिले जान लागेको। लगाइ चाहिँ हामी पनि जाउँ भनेर। अहिले भोक पनि लागिरहेको थियो। अनि सोचौँ के खाउँ भनेर होइन। टक्क यहाँ खाजा पसलतिर पनि आएको। अहिले लस्सी लिन लगाएको है। दो लस्सी गाइज। अहिले हामीले चाहिँ 2टा लस्सी लिएको छौँ कि खानको लागि। यहाँ चाहिँ 2टा राखेको। कुवेतमा चाहिँ लास्टै गर्मी हुनको कारणले चाहिँ तपाईँहरू डिहाइड्रेट हुनुभन्दा बाँच्नु है। पानी खाइराख्नु, तपाईँ लस्सीहरू चिसो खाइराख्नु, त्यो चाहिँ तपाईँको लागि धेरै राम्रो हुन्छ अहिले। त्यही भएर चाहिँ आएको बेला मालिया घुमेको बेला चिसोहरू खाइराख्नु, पानीहरू खाइराख्नु। ल गाइज पछि भेटौँला अहिले हामी। ल गाइज सिटी आएको बेला चाहिँ तपाईँ यो पसलमा आएर चाहिँ लस्सी खान सक्नुहुन्छ है। पछाडि यहाँ पसल छ। हामीलाई पनि तिर्खा पनि लागिरहेको थियो। अलि गर्मीहरू धेरै भएर चाहिँ तपाईँ डिहाइड्रेट हुनबाट बाँच्नुहोस् है। चिसोहरू खाइराख्नुहोस्। ल गाइज हामीले शर्मा पनि अर्डर गरिसकेको छौँ होइन। यस्तो छ है शर्मा। तर 2टा रहेछ है यसमा। अनि यसमा चाहिँ पिकलहरू रहेछ, ऱ्याडिसको रहेछ, क्यारेटको छ, खुर्सानीको रहेछ है गाइज। टेस्टिङ कस्तो लाग्छ भनेर एकछिन खाएर हेर्छु ल।
यम्मी राम्रो छ टेस्टी टेस्टी छ है टेस्टी म एप्रुभ गर्छु है राम्रो छ तपाईँ आउनु गइरहेको छ भने यता आउनु खानुहोस् होइन फ्लेभर चाहिँ वान अफ द बेस्ट फ्लेभर छ है गाइस उता चियाहरू पनि खायो खाजासाजा खाइसक्यो शोरमा पनि ट्राई गरेको राम्रो लाग्यो आज शोरमा पनि अब बिच साइड जान लागेको मालियामा मामा आज त डाइरेक्सनै बिर्स्यो है हामीले त हामी अब यो पुल हुँदै अहिले जान्छौँ नि पुल हुँदै यताबाट गएर एउटा चाहिँ उता रोड क्रस छ त्यो क्रस गर्ने बित्तिकै हाम्रो मालिया आउँछ गाइस यस्तो धेरै गर्मी छ अहिले होइन अति धेरै गर्मी छ अहिले कुवेतमा गाइस तपाईँहरू बाहिर घुम्न आउनुहुन्छ भने साँझतिर आउनुहोस् है तपाईँको 6 बजेपछि आउनुहोस् गर्मी हुन्छ तर त्यस्तो खासै हुँदैन तर अहिले हामी बाहिर एक्सप्लोर गरिरहेछौँ निस्किरहेको छौँ त्यो कारणले पनि हिँड्दा धेरै गर्मीहरू पनि भइरहेछ त्यो कुराहरू तपाईँ अब अलि एभोइड गर्नु होला 7-8 बजेतिर पनि आए पनि तपाईँलाई राम्रो ठाउँ पाउँछ घुम्नको लागि होइन ल गाइस अब हामी जानु पनि लागेको अहिले उता पुगिसकेपछि तपाईँलाई म फर्दर अपडेट्स दिन्छु है गाइस अहिले हामी मालियाको ब्लग बनाउँदा हामी पनि युट्युबर होइन अनि एउटा इन्डियाको भाइ छ ऊ पनि युट्युबर नै रहेछ उहाँको नाम चाहिँ अजिम है अनि म उहाँलाई भेट गराउन चाहन्छु उहाँको नाम चाहिँ अजिम है इनका नाम अजीम है वो इंडिया कौन जगह से इंडिया में मैं मुंबई से हूँ गाइस वो भी ये भी भैया ब्लॉगर है ठीक है आप उनका भी चैनल में डिस्क्रिप्शन में छोड़ दूंगा आप जाके गाइस मेरे यूट्यूब चैनल का नाम है इट्स मी और मनियार गाइस प्लीज सपोर्ट करिए आप लोगों को बहुत ही अच्छे शानदार वीडियो देखने के लिए मिलेंगे अगर आप मेरे चैनल पे विजिट करोगे तो गाइस उहाँको च्यानल पनि लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस् अनि अहिले हामी मालियाबाट अब ठिक्कै रुमतिर लाग्ने हो त्यहाँ गइसकेपछि म तपाईँलाई फर्दर अपडेट्सहरू दिन्छु ल गाइस भाइ है गाइस अब मालिया बिचतिर पनि जान लागेको हामी त्यहीँ अगाडि छ त्यहाँ अगाडि हो है अलि त्यहाँ जान लागेको अहिले आज यति धेरै गर्मी छ भन्नै सकिँदैन कि तातो हावा लास्टै चलिरहेको छ हामीलाई एउटा इन्डियाको युट्युबर पनि भेटायो अहिले अलिक कुरासुरा पनि गऱ्यो उसले आफ्नो च्यानल सजेस्ट गर्यो आफ्नो डिस्क्रिप्सन बक्समा पनि हालिदिन्छु भनेर हामीले पनि उसको च्यानल चाहिँ डिस्क्रिप्सन बक्समा हालिदिने कुराहरू गरेको थियौँ अनि हामीले सोचेको कि भोलि पुगिसकेपछि जे जसो कुराहरू हुन्छ हामी हेरौँ भनेर अनि भोलि आइसकेपछि हामी जाने विचारमा गरेको छौँ है गाइस हामी मालियाको बिचतिर पनि अहिले आउनु लागेको तपाईँहरू आउँदै हुनुहुन्छ भने 5-6 बजीतिरको साँझको टाइममा आउनुहोस् होइन त्यति बेला भिडहरू पनि हुन्छ अलि इन्जोय गर्नको लागि पनि सजिलो हुन्छ गाइस है गाइस हामी मालियातिर जान लागेको अहिले लास्टै गर्मी छ यति धेरै गर्मी छ कि भन्न सकिँदैन यार थाकिसक्यो तर आज लास्टै यो हाम्रो कुवेत सिटी एरिया हो ल गाइस मेरो त यहाँ टी सर्ट पनि खसेछ थाहै भएन कति बेला टी सर्ट खस्यो केही थाहा भएन गाइस गर्मी भएर टी सर्ट सर्ट पनि खोलिदिएको अहिले होइन अहिले यसरी बोकेर जाँदा नि भयो तर मान्छेले फेरि भन्ला के भन्ला के सोच्ला मामाको पनि छुट्टै ब्लगिङ चलिरहेको छ यता फेरि अहिले गाइस मामाको च्यानल पनि सब्सक्राइब गरिदिनुहोस् है दाडी 4935 हो मामाको च्यानल है गाइस हामी मालिया आइसकेको छु तर आज पुग्दा लास्टै अँध्यारो भइसक्यो है अब तपाईँहरूलाई त अँध्यारोमा केही देखिरहेको नहोला तर यहाँको नजारा यस्तो छ मामा चाहिँ यहाँ बसिराख्नु भएको छ अवस्था छ तिर्खा तर लास्टै तिर्खा लागिरहेछ गाइस तपाईँहरूलाई त केही नदेखिरहेको होला है गाइस यो हाम्रो मालिया एरियाहरू अब दिउँसो आगो हामीले दिउँसो हेर्न सकिन्थ्यो है दिउँसो कति उज्यालो हुन्छ भनेर यहाँ घुम्ने ठाउँहरू पनि धेरै छ अहिले चाहिँ गर्मी भएर पनि म धेरै बोल्न पनि सकिरहेको छैन होइन तिर्खा पनि लास्टै लागिरहेको छ अहिले हामी बिस्तारै हिँडेर जान्छौँ मालियातिर होइन यो प्यासेज वे हुँदैखेरि अनि त्यहाँ गएपछि अलि जे जति हुनसक्छ म अहिले तपाईँलाई देखाउँछु अनि हेराउँछु के छ मालियामा गर्ने लायक कुराहरू राइट गाइस अहिले हामी मालिया पनि आइपुगेको छ होइन मेरो पछाडि यो सबै मालिया एरियाहरू यता छ अनि यो साइड पनि तपाईँको मालियाहरू भयो यहाँ घुम्नको लागि यता पछाडि सी साइडहरू भयो हामी चाहिँ अलि धेरै लास्टै ढिलो भयो कि आज सब्सक्राइबर पनि के अरे युट्युबर भाइ पनि भेटायो इन्डियाबाट उसँग पनि ब्लग सुटहरू गर्न थाल्यो एकछिन हामीले पनि एकअर्काको युट्युब च्यानलको बारेमा सजेस्टहरू लिए के गर्न सकिन्छ के नै युट्युब च्यानलबाट धेरै कुराहरू उसँग पनि सिक्न पायो हामीले पनि त्यो कुराहरू सिक्यो है ल गाइस अहिले हामी उता घुम्दै जान्छौँ अनि त्यसपछि तपाईँहरूलाई फर्दर अपडेट्स दिन्छु ल गाइस मसँग बसौँ अहिले एकछिनमा तपाईँलाई सबै कुराहरू देखाउँछु म
है गाइज आज मालिया पनि आएर घुम्यो होइन तर खासै घुम्ने कुराहरू केही पनि पाएन त्यसै गरेर मैले र मामाले डिसाइड गरेँ कि अब रुमतिर लागौँ भनेर अब दिउँसो आएको भए यहाँ घुम्ने ठाउँहरू धेरै छ यहाँ देखाइदिन सक्नुहुन्छ यतातिर पनि तर खासै केही छैन मान्छेहरू खासै त्यति पनि धेरै छैन अहिले के गर्ने त मामा अब जाने उतै जाने अब त्यही त अब जाने होइन कि उता गएर बाहिर साएर के खाउँ होइन खाएर चाहिँ फेरि रुमतिर लगाऊ सुतौँ भोलि ड्युटी पनि छ ड्युटी पनि गएर आइसकेपछि अब भोलि चाहिँ फेरि हामीले सालमे बिचतिर जाने डिसाइड गरेर आएको छौँ सालमे जाने हो भोलिमा कि पर्सि जाने हो अनि गाइस सन्डे चाहिँ तपाईँको फिल्म हेर्न जानुहुन्छ भने तपाईँको टिकट चाहिँ सस्तो हुन्छ 1.5 केडी मात्र है तर कसैलाई जाने इच्छा छ भने तपाईँ सन्डे जानुहोस् अरू दिन गयो भने तपाईँलाई 3.5 केडी जति पर्न सक्छ त्यही भएर चाहिँ तपाईँले त्यो कुराहरू सोचेर जानुहोस् कि के भन्छ त्यसले डिस्काउन्टेड प्राइसमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ सन्डेको दिन त्यही भएर चाहिँ सन्डेको दिन मात्र जाने गर्नुहोस् है गाइस र गाइस अब हामी बसतिर लाग्न लागेको बसतिर लागेपछि तपाईँहरूलाई रुमतिर गएर भेटौँला हामी नागिनहरू पनि देखियो है आओ अलि अगाडि लैजाउँ नागाहरू भन्दा भन्दै नागिन पनि देखियो अब मजा आउँछ भ्लगमा मामालाई जे गरे पनि होइन जहाँ गए पनि नागिने मान्छेहरू केटाहरू देखिरहेको हुन्छ खालि त्यही भएर चाहिँ गाइस तपाईँहरू आउँदाखेरि चाहिँ सोधपुछ गरेर आउनु होला या साथीभाइहरूसँग कन्ट्याक्ट गरेर आउनु होला होइन कुन दिन आउँदा कहाँ जाँदा बेटर हुन्छ तपाईँलाई म धेरै ठाउँहरू सजेस्ट गरिदिने गर्छु होइन यहाँ यसरी जानु भनेर तपाईँ यसरी गरेर पनि जान सक्नुहुन्छ या गाइस तपाईँ म एउटा के गर्छु भने तपाईँले एउटा लिस्ट बनाइदिन्छु होइन कुवेतमा घुम्ने ठाउँ यो छ भनेर त्यो अनुसार तपाईँ कुवेतमा घुम्नुहोस् रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् है गाइस हामी हामी पनि पुगेको छौँ बल्ल तल आइपुग्यो 10 बजे बिहान कति हामी साँझ कति 6 कि 7 बजे निस्केको थियो होइन 7 बजे निस्केको थियो 9 बजे आइपुग्यो 10 बज्न लागिसक्यो 3 घन्टा भयो है हामीले गएको गाइस 3 घन्टामा कहाँ मालिया सिटी एरियामा चाहिँ बस्यो त्यति बेला हामीले खाना पनि खाना त खाएन त्यो लस्सी मात्र खाएको गाइस अनि शोरमा खाएँ त्यसपछि सी साइड गएको तर बिच बाटोमा चाहिँ हामीले सब्सक्राइबर पनि पायो गाइस ब्लग बनाउँदाखेरि रोड क्रस गरेर हिँड्नु होला है त धेरै गाह्रो पर्छ बिच बाटोमा तपाईँलाई तपाईँहरू चाहिँ त्यसरी बाटोमा नदौडिनु होला नत्र ज्यान जाने खतरा धेरै छ अब म पनि ब्लग चाहिँ एन्ड गर्न चाहन्छु है रुम पनि पुग्यो अब म चाहिँ ब्लग एन्ड गर्छु गाइस म तपाईँले अब फ्युचर ब्लग्समा भेट्छु ल गाइस है गुड नाइट सलाम वालेकुम अस्सलाम के भन्छ थाहा भएन मलाई ल गाइस गुड नाइट है वेलकम ब्याक टु माई च्यानल है अहिले हामीले नुहाउने प्लान गरेर आएको थियो होइन सालमिया बिचमा भनेर तर यत्तिको अनएक्सपेक्टेड प्लान कसैको कहिले लाइफमा हुँदैन है नुहाउँदा खै हामीलाई के सोच्यो माछा समातो भनेर अहिले चाहिँ नयाँ कुवेतको रुलको हिसाबले चाहिँ माछा समात्न इलिगल भएको छ है गाइस 500 केडीसम्म फाइन लाग्छ त्यही पनि हामीले त मान्छेले देखिरहेको पनि छैन खासै होइन हामीले त्यही पनि गरिरहेको छौँ तर यो माछा हेर्नु है गाइस मजाकमा समातेको यहाँ के भन्छ अफसोरतिर आइरहेको छ माछा किनारातिर होइन यहाँ हातले फालेर एकैचोटिमा त्यति धेरै माछा केटाहरूले यहीँ समाते मान्छे यहाँ चाहिँ माछा यतिको कसैले समात्छ र माछा भनेको के मजाकमा समातेको मजाकमा नि मान्छेले यति धेरै माछा समात्छ भनेर एक्सपेक्ट गरेको थिएन क्या कसैले